आज चाहिँ म माथि डाँडामा जाँदैछु है। च्यानलमा सब्सक्राइब गरिदिनु होला। तपाईँहरू पहिलोचोटि मेरो भिडियो हेर्दैछ भने चाहिँ नबिर्सिकिन हेरौँ है त्यहाँबाट कस्तो देख्छ, तपाईँलाई पनि देखाउँछु म। सो म पनि हेर्छु। दामी देख्दैछ नि यहाँदेखि मुनि गाइस। यहाँ लद्रे साइड भयो होइन, यता लद्रे साइड भयो। कहिले थाहा हावाताल भयो, हावाताल होइन यत्रो बेलासम्म वेट गरेर नि त्यहाँबाट अब त कुहिरोले पो छेलतिर आएको त। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल, वेलकम ब्याक टु माई भ्लग। आज पनि एउटा नयाँ भ्लगमा साथमा चाहिँ आइसकेको छु। र आज चाहिँ भन्नुपर्दा चाहिँ म अनौठो जग्गामा जाँदैछु। मलाई यस्तो साह्रो परिरहेछ कि आज मार्गीले भेटाएर नि एक हप्ता जस्तो भइसक्यो, स्वरै कस्तो भइसकेछ, एकदम गाह्रो परिरहेछ मार्गीले हो। यहाँदेखि बाटोमा चाहिँ खराब छ है। यहाँ त मुनि चाहिँ आधी चाहिँ बाटो दामी बनाएको छ, यहाँदेखि माथि चाहिँ बाटो बन्नी नै छ। यो चाहिँ कहाँ जाने बाटो हो भने माथि इदी जाने बाटो हो, इदी। अनि आज चाहिँ म माथि डाँडामा जाँदैछु है। त्यो माथि त्यो सेतो भिरको अलि यतापट्टि फुलरी भन्ने जग्गामा, भ्यू पोइन्टमा। अन्त त्यहाँ गएर चाहिँ म त्यहाँको भ्यूहरू देखाउँछु, यहाँ मुनिको होइन। हाम्रो यहाँ एयरपोर्टहरू कस्तो बनिँदैछ, कस्तो देख्दोरहेछ माथिको भ्यू। थुप्रो भयो, म पहिला आज भन्दा 3-4 साल अगाडि म एकखेप गएको थिएँ साथीहरूसँग। त्यहाँदेखि चाहिँ यता चाहिँ म गएकै थिएन कि, म अस्तिदेखि चाहिँ जाने गरेर प्लान बनाइरहेको थिएँ। खासमा चाहिँ म साथीहरूसँग जाने भनेर प्लान बनाएको थियो, तर अब साथीहरूलाई भनिदिएको सबै बिजी रहेछ उनीहरू काममा होइन। अनि त्यो भएर चाहिँ लो के छ र, आफ्नै गाडी छ होइन, के अर्कोलाई पर्खिबस्नु भनेर चाहिँ टक्क मेरो बेबी लिएर निक्लिँदैछ आज चाहिँ म यहाँबाट। यहाँ चाहिँ कामदामहरू चलिरहेछ है। यहाँ चाहिँ यहाँ बिचमा मात्रै यो चाहिँ फार्म रोड हो, त्यो तलकी देखेँ नि म अलिकति आयो, त्यहाँदेखि मुनि चाहिँ तल थुम्देसम्मै पिस भएको छ। अनि यहाँदेखि माथि स्कुलको अलिक माथिसम्म यस्तो छ, त्यहाँदेखि फेरि माथि त पुरा हाइवे पिस गरेर दामी बनाएको छ बाटो। सो गाइस म त्यहाँ जाँदैछु। किप वाचिङ, इफ यु वाचिङ फर्स्ट टाइम डु सब्सक्राइब है, च्यानलमा सब्सक्राइब गरिदिनु होला। तपाईँहरू पहिलोचोटि मेरो भिडियो हेर्दैछ भने चाहिँ नबिर्सिकिन डु सब्सक्राइब फर मी। अनि आज चाहिँ म त्यहाँ माथि डाँडामा जाँदैछु, त्यहाँबाट चाहिँ म देखाउँछु हजुरहरूलाई हाम्रो गेलेफुको माइन्डफुलनेस सिटीको भ्यू कस्तो देख्दो रहेछ। बट थाहा छैन मलाई वेदर चाहिँ कस्तो छ होइन, भरे अब यति राम्रो देखिँदैन कि, किनभने अलिकति कुहिरो कुहिरो जस्तो टाइप पनि देख्दैछु। तर घाम त घाम लगाइरहेको छ, तर पनि मौसम आजभोलि अलिकति खराबै भइरहेछ क्या। घाम त लाग्दैछ कि, तर मौसम चाहिँ अलिकति खराबै भइरहेछ बेलुका बेलुका। हिजो बेलुका नाइट सिफ्ट थियो, अन्त बिहान 6 बजी 7 बजी घर आएर सुतेर अलिकति होइन रेस्ट गरेर, अन्त के अरे बिहान 11-12 बजीतिर उठेर फ्रेस भएर खानाहरू खाएर चाहिँ अहिलेको चाहिँ 3 बज्नु लागेको रहेछ, 3 अलमोस्ट बजिसकेको छ। म बेलुका बेलुकै जाने भनेर चाहिँ सोचिरहेको, अब हेरौँ कस्तो हुँदो रहेछ होइन। अनि फेरि भरे नाइट सिफ्ट छ हो, भरे नाइट, भरे त डबल ड्युटी छ। भरे नाइट 9 बजी गएर भोलि दिउँसोको 2 बजी मात्रै छुट्टी हुन्छ हो, डबल ड्युटी छ। नत्र भने त भरे 9 बजी गएर चाहिँ मर्निङ 7मा छुट्टी हुन्छ नि त, अनि 2 बजी मात्रै छुट्टी हुन्छ, भोलि डबल ड्युटी छ। त्यही भएर चाहिँ गाह्रो छ भ्लगिङ गर्नु साथी हो। यसरी मिहिनेत गर्छु, यसरी कन्टेन्टहरू निकाल्छु होइन। त्यही माथि बिमार भइरहेछ आजभोलि, यस्तो सर्दी लागिरहेछ कि आम्माम। राति त हिजो ड्युटीमा ज्वरो आउने जस्तो पनि भइरहेको थियो कि, कस्तो टेन्सन लागिरहेको थियो। मेरो पालो अलिकति रेस्ट गरिदिएँ नि त सुतेर, तर बिम्जिँदा त अलिकति नर्मल भएछ। अनि त्यही भएर सर्दी चाहिँ पुरा लागिरहेछ। सो यति दुःख गरेर मिहिनेत गरेर कन्टेन्टहरू भ्लगिङ गर्छु। सो तपाईँहरूलाई अलिकति माया लाग्यो भने चाहिँ सब्सक्राइब गरिदिनु होला नबिर्सी मेरो च्यानलमा। सो भइसक्यो साथीहरूलाई पनि सेयर गरिदिनु होला, सपोर्ट गरिदिनु भनेर, सब्सक्राइब गरिदिनु भनेर होइन। सो यस्तै हो, के गर्नु अब होइन, हामी जस्तो मान्छेहरू अब खत्रै गर्नु त सकिँदैन। सो यहाँ चाहिँ दामी बनाएछ है बाटो, बजेटलाई प्लेन गरेर। धुलो चाहिँ अलिकति उठ्दो रहेछ, बिचरा घरको छेउछेउको मान्छेहरूले त बिजोक हुने रहेछ होइन धुलो उडेर। तर यहाँ चाँडै पिस गर्छ। अब यो बिफोर समर नै गर्छ होला, यो पानीको सिजन हुनुभन्दा अगाडि नै यिनीहरूले गर्छ जस्तो लाग्दैछ मलाई। तर कुन त उतालाई त भर्खर बनाउँदैछ, हेरौँ अब कस्तो हुन्छ। कस्तो धुलो उडाएर गइरहेको छ होइन। त्यहाँ भ्यू पोइन्ट चाहिँ हो, त्यो भ्यू पोइन्टमा जाँदैछ म गाइस। साह्रो धुलो उडायो त अहिले त, मैले मास्क पनि लाउनु बिर्सेछ। त्यहाँ माथिको काट्यो नि, उयो डाँडाको टुप्पीमा भ्यू पोइन्ट, त्यहाँबाट चाहिँ दामी देख्छ नि त यता मुनि। यो चाहिँ बाटो दामी छ है, एकदम बब्बाल छ बाटो चाहिँ जे होस् होइन। यस्तै बाटो बनाउँछ उतालाई पनि, अघि पिस गर्दै थियो नि, पिस अरे के अरे त्यो खनिरहेको थिएन, त्यहाँनिर बनाइरहेको थियो, त्यहाँ पनि यस्तै पिस गरेर चाहिँ होइन यस्तो मजाको डबल लाइन हाइवे बनाउने रहेछ। तर अहिले चाहिँ कामदामहरू चलिरहेछ नि त त्यहाँ। यो मान्छेहरू पनि भ्यू पोइन्टमा गएको हो सायद।
ओभरटेक हान्नु पऱ्यो यो आन्टीहरूलाई कस्तो बाटो बिचमा अलिकति स्पिड कडा भएर जानु पऱ्यो है कडा यस्तो अफ छ नि फेरि यहाँ त ऊ गाडीहरू यस्तो आइरहेछ हो पहिला गएको थियो 3-4 साल अगाडि होला म त्यो भ्यू पोइन्टमा अनि योहरू के पिच गरेको थिएन त्यतिखेर त यस्तो के अरे रफ बाटो हो कि यहाँ चाहिँ आमाम गाडीहरू बाइकहरू पनि आउनु साह्रो पर्ने हो क्या रुखको जरा जरा 20मा एकताल त आएँ म हाम्रो रोड क्याप्टेनसँग तर उमाथि मात्रै पुग्यो त्यो अहिले म देखाउँछु त्यहाँ एउटा गेट छ कि गाडीहरू चाहिँ त्यहीँ राख्नुपर्छ नि त्यहाँ उता चाहिँ जानु दिँदैन रहेछ पहिला चाहिँ उता एउटा गुम्बा थियो नि त मन्दिर थियो छोत्रेन थियो कि त्यो छोत्रेनसम्मै लानु दिन्थ्यो गाडी बाइकहरू तर अहिले चाहिँ दिँदैन रहेछ अनि त्यहाँ एउटा गेट बनाएको रहेछ त्यो गेटको त्यहीँ राख्नु पर्दो रहेछ गाडी कि अनि हामी चाहिँ लास्ट टाइम चाहिँ त्यहाँसम्म मात्रै पुगेर फर्केर आयो अनि मलाई त्यो उताको भ्यू पोइन्टमा चाहिँ पहिला नै गएको नि त पुरै जानु मन परिरहेको थियो अनि अस्ति चाहिँ जानु गएर प्लान बनाइरहेको अनि जुरिरहेको थिएन सो आज चाहिँ जे होस् भनेर बिमारी छु तर पनि आज चाहिँ हिँडेको क्या मुभी हेर्नु नि अल्छी लाग्छ पब्जी खेल्नु नि अल्छी लाग्छ आजभोलि त बहिनीहरू पनि छैन पब्जी खेल्दैन अब बहिनीहरूसँग गफ गर्दै बाध्दै खेल्नु मजा आउँथ्यो अहिले त बहिनीहरू पनि छैन अरू साथीहरू पनि छैन त्यही भएर पब्जी नै खेल्नु मन पर्दैन रहेछ एक्लै त मिसनको लागि चाहिँ एउटा बेला बेला खेल्छु अनि यहाँ सुतेको जिउहरू पुरा लेजी हुँदैछ कि त्यही भएर चाहिँ आज त्यस्तै हिँडेको एउटा कन्टेन्ट पनि हुन्छ अनि अस्ति त आउनु मन परिरहेको थियो भनेर चाहिँ आएको कति बोल्छ नि म त पेत्र म उता बोलेको बाफ्रे यहाँ 1-2 मिनट त कन्टिन्यू बोल्छ मान्छेहरू त पुरा आएको रहेछ है तर गुम्बामा आएको हो कि त्यहाँ भ्यू पोइन्टमा आएको थाहा भएन मलाई सो मान्छेहरू त लास्टै छ त म गाडी राख्ने जग्गा पनि छैन क्या हो नि त कहाँ राख्ने हो बाइक त अरे सातो माउन्टेन दामी देख्दैछ है यस्तो गरेर यति अल्को छ लास्ट टाइम चाहिँ अलिकति क्लाउडी भएको थियो नि त बिग्रिरहेको थियो वेदर त्यही भएर चाहिँ राम्रो देखेको थिएन अहिले चाहिँ घामले गर्दा चाहिँ एकदम क्लियर देखिरहेको छ हेर न गाइस कस्तो मजाको मलाई टिकटक पनि बनाएको थियो यहाँनिर यस्तो दामी देखिरहेको छ माउन्टेन ओके गाइस अब चाहिँ म जाँदैछु बाटो चाहिँ चाबी रहेछ बाटो पनि दामी बनाएर रहेछ है सो यहाँ नोटिसहरू राख्दै रहेछ पहिला चाहिँ हामी जाँदा चाहिँ उताको बाटोबाट जान्थ्यो नि त उता चाहिँ एउटा लाहाङ छ कि यहाँ बाटो पनि दामी बनाइदिएको रहेछ उताको लाहाङबाट जान्थ्यो नि त परबाट लाहाङबाट चाहिँ अहिले यहाँबाट क्या यहाँ गेट रहेछ नि त त्यो गेटबाट चाहिँ गेट बनाएर त्यहाँबाट गेटबाट उता चाहिँ जानु नदिँदो रहेछ गाडीहरू चाहिँ यहाँसम्म मात्रै रहेछ सो देखिएला नि एकदमै टन्नै गाडीहरू सबै भ्यू पोइन्टमा आएको जस्तो छ हो यहाँ फुच्चेहरू पनि फुच्चे ठिक छ लेख्नु एक काजी कति लोइन्छ भ्यू पोइन्ट ना यहाँ मी हालम दुबो ओके यो फुच्चे भाइहरू नि पुरा चेयरदेखि लिएर के अरे चेयरहरू बोकेर साथमा आइरहेको छ बाटो त्यसो गरेर मजाले बनाएर रहेछ सो यस्तो म पनि हेर्नु अब गएर कस्तो रहेछ सो यहाँनिर देखेको यस्तो नोटिसहरू रहेछ होइन सो आउनुभन्दा अगाडि सो आउँदाहरू चाहिँ यस्तो हेर्दै आउनु पऱ्यो है अनि सो हेरौँ है त्यहाँबाट कस्तो देख्छ तपाईँलाई पनि देखाउँछु म सो म पनि हेर्छु सो बाटो चाहिँ भन्ने चाहिँ यहाँ यस्तो रहेछ यता देख्यो बाटो चाहिँ भने यस्तो रहेछ म चाहिँ धेरै साल अगाडि आएको थिएँ नि त यहाँनिर साथीहरूसँग त्यतिखेर त अब यस्तोहरू त्यति साह्रो भएको थिएन भ्यू पोइन्टहरू पनि यति राम्रो थिएन क्या मान्छेहरू पनि त्यति आउँथेन मान्छे त्यति भिजिट गर्थेन त्यतिखेर त क्या पुरा जङ्गल एरियाहरू जङ्गल टाइपको थियो नि त मान्छेहरू त्यति आउँदैन तर दिन बित्दै जाँदा चाहिँ क्या अन्त मान्छेहरूले धेरै भिजिट गर्नु थालेछ यतातिर होइन मान्छेहरू पुरा आउनु थालेछ अनि धेरै मेरो साथीहरू त 2-3 जना मेरो क्लबकै साथीहरू पनि 2-3 खेप आइसक्यो नि त यहाँ अनि उनीहरू लास्ट टाइम एकताल त राति पनि आएको थियो यिनीहरू यहाँ आएर के अरे टिकटक लाइभहरू पनि गरिरहेको थियो केटाहरूले सो म चाहिँ आउनु पाइनँ त्यतिखेर अनि म आउने भनेर आएको थिएँ भन्दै टाइमले नि साथ नदिएर होइन अनि फाइनली आज चाहिँ आएको छु बाटो पनि हेरेर कति मजाले बस्ने जग्गाहरू पनि यसरी मजाले बनाइदिएको रहेछ तर यहाँ चाहिँ मैला फ्याँका चाहिँ अलिक भएन होइन सो बिचमा फ्याँका मजाले
बिचतिर फ्याँक्दिनु पर्छ पुरा बाहिर बाहिर फ्याँक्दैन मान्छेहरूले सो यसो जङ्गलको एरिया हेर न क्या मजा नेचुरल यस्तो मजाको बाटो क्या रुखको भित्रभित्र मुनिबाट बाइकमा हिँड्ने बानी भएर त अब त हिँड्नु सक्दैन रहेछ गाइस पुरा से हुँदैछ एकदम दम बढ्दैछ दम बढेर सक्दैन रहेछ हिँड्नु त्यही हो गाइस गाडीमा हिँड्ने बानी भयो भने चाहिँ नि हिँड्नु चाहिँ सक्दैन है पहिला त 3-4 किलोमिटर जस्तो हिँड्थ्यो क्या हामी अहिले त 1 मिटर पनि हिँड्नु सक्दैन रहेछ सबै मान्छेहरू भ्यू पोइन्टमा गएर आएको रहेछ सो हेर्नु हामी पनि होइन कस्तो रहेछ भ्यू पोइन्ट मान्छे धेरै गएर हेर्दै आइरहेछ बाटो चाहिँ गाइस यहाँ यस्तो मेरो वकिङ स्टाइल चाहिँ यस्तो खराब छ भन्छ कि साथीहरूले के हिँडेको थियो गेडा चेप्रोको जस्तो भन्थ्यो म आफै नोटिस गरेँ कि एक त अरू चाहिँ नि साइको हिँड्दो रहेछ म त्यसरी म वकिङ स्टाइल अलिक बनाएर हिँड्नु पऱ्यो भन्छु कि हुँदैन रहेछ यार बानी भएछ सानो थियो होइन यस्तो गर्दै हिँडेर यस्तो गर्दो रहेछ नि म खासमा यस्तो अलिक चुप्पो पारेर हिँड्नु पर्ने होइन सो मेरो वकिङ स्टाइल चाहिँ एकदम खराब छ है गाइस बोरिङ छ बोरिङ मेरो वकिङ स्टाइल चाहिँ यहाँनिर त पोखरी पनि पो छ ओके सो गाइस त्यहाँ पनि पोखरी पनि रहेछ है पानी जामिएको रहेछ त्यहाँ पनि गएर हेरिदिउँ होला है माछा त छैन र सायद के छ हेर्नु भर्खर बनाएको रहेछ साइड गरेर वालहरू लगाएर क्या त्यो पानी आयो कहाँबाट पानी त पाइपमा ल्याएको जस्तो छ त हौ हाँसे पाइपमा ल्याएको हो क्या पानी त ओके यसो देख्यो गाइस पाइपमा लगाएको छ पानी त यस्तो रहेछ यहाँ चाहिँ होइन यो क्लिन भएर उयो भयो भने चाहिँ दामी देख्ने रहेछ है तर यो भर्खरले बनाएको रहेछ धेरै भएको छैन यस्तो विचार गर्दा चाहिँ बनाएर चाहिँ भर्खर नि बनाएको रहेछ होइन अनि अहिले पछाडि क्या जस्ट यो पुरानो हुँदै जान्छ होइन यो साइडमा चाहिँ अलिकति जङ्गलहरू आएर लेउहरू आएर भएपछि ग्रिन भएपछि चाहिँ दामी देख्ने रहेछ यो चाहिँ अहिले चाहिँ भर्खर बनाएको रहेछ नि त त्यही भएर चाहिँ यति राम्रो भइसकेको छैन रहेछ पानी पनि मजाले तानेर ल्याएको रहेछ पाइपमा मजाले तानेर ल्याएर टक्कै लगाइदिएको रहेछ तर आनेवाला दिनमा फ्युचरमा चाहिँ दामी हुने रहेछ हेर्दै गाइस यस्तो मजा छ रुखहरू भयो होइन रुखहरू भयो माछा त छैन रहेछ यहाँनिर छ ओके हेरौँ गाइस कस्तो रहेछ अब फुलहरीको भ्यू पोइन्ट लेट्स सिक मान्छेहरू खानासानाहरू खाइरहेको छ कि पुरा अन्त पनि पुरा धुलो उडाएर गइन्छ ओके खाना खाइरहेको रहेछ सरी आन्टी खाना खाइरहेको रहेछ है धुलो लाग्छ कि भनेर टेन्सन लाग्यो क्या वाह गाइस हत्तु यार यहाँ चाहिँ पुरा हत्तु भयो है सो यस्तो छ है यहाँको भ्यू पोइन्ट चाहिँ गाइस वाह देख्यो गाइस तर अहिले चाहिँ उताको घामको यसले गर्दा चाहिँ राम्रो देख्दैन रहेछ नि त सो मान्छेहरू चाहिँ टन्नै आउँदो रहेछ है जान्छु ल यहाँबाट राम्रो देखेन कि त मुनिबाट हेरिदिउँ न त होइन कस्तो देख्दो रहेछ सो मान्छेहरू चाहिँ टन्नै सेम भ्यू पोइन्टमा आएको रहेछ हेर्नु होइन कस्तो दामी देख्दैछ देखेँ गाइस लिएर चाहिँ यहाँनिर चाहिँ एयरपोर्टको लाइन हो यो सबै यो घामले गर्दो रहेछ होइन कति राम्रो देख्दैन रहेछ हौ यताबाट अहिले सन्च यताबाट छ नि त घाम चाहिँ यो पट्टि भएर यहाँ त्यही भएर चाहिँ यति राम्रो देख्दैन छ नि अलिक भरेतिर देख्छ होला म भरेसम्म बस्छु कि यहाँनिर गाइस किनभने म यहाँनिर सनराइजको लागि चाहिँ भिडियो गरिदिएँ कि सो भरेसम्म बस्छु त्यतिखेर भयो भने चाहिँ त्यहाँ चाहिँ अलिक घामले गर्दा चाहिँ यति क्लियर नदेख्दो रहेछ गाइस मजा भइरहेछ है यो चाहिँ दामी देख्दो रहेछ यहाँबाट होइन तर अलिकति के हो घामले गर्दा चाहिँ अहिले चाहिँ यति राम्रो देख्दैन रहेछ घाम चाहिँ यताबाट आइरहेछ नि त घाम चाहिँ त्यही भएर चाहिँ घामले गर्दा चाहिँ उताको राम्रो देख्दैन रहेछ म भरेसम्म बस्छु यहाँनिर अनि तपाईँहरूलाई भयो भने चाहिँ म बेलुकाखेरि चाहिँ सायद राम्रो देख्छ होला म त्यतिखेर देखाउँछु है अहिले चाहिँ मान्छेहरू डन्नै आएको रहेछ यहाँनिर होइन भ्यू पोइन्टमा हेर्नु टक्कै आउँदो रहेछ मान्छेहरू चाहिँ होइन पहिला आएको बेलामा चाहिँ त्यतिखेर यो त जङ्गलै भन्नु न पुरा जङ्गलै जङ्गल हुन्थ्यो मान्छेहरू पनि आउँथेन तर आजभोलि चाहिँ भन्ने चाहिँ एकदमै भ्यू पोइन्ट हेर्नुको लागि आउँदो रहेछ यहाँनिर मान्छेहरू सबै आएको छ बाटो पनि आउने जाने यत्तिकै भइरहेको थियो होइन
हामी चाहिँ म चाहिँ तलबाट आएको यता मुनिबाट आएको म चाहिँ त्यो हुन्छ नि के हो पानी परेर चाहिँ त्यो अलिकति रहेर चाहिँ उक्रिन्छ नि द्याट टाइम चाहिँ दामी देख्ने रहेछ है। अहिले चाहिँ त्यो घामहरूले गर्दाखेरि चाहिँ नि देख्दैन रहेछ राम्रो यति हेर न। गाह्रो छ गाई जिन्दगी गाह्रो छ होइन। यस्तो सर्दी लगाइरहेछ कि हेरेर न ज्याकेट लाएर घाँटीमा लाएर मान्छेहरूले देख्दैन साइको भनिरहेको छ कि यस्तो गरम गरम पुरा घाम लागिरहेको छ गरम चाहिँ गरम भइरहेको छ अलिक। अनि यहाँ चाहिँ पुरा बाइकमा हिँड्दा रहेछ क्या यो हावाले गर्दा साह्रो पर्छ होला टन्सिलहरू हुन्छ होला भनेर चाहिँ लगाएको यो तर गरम पो भइरहेको छ यहाँ यता। अनि म चाहिँ यहाँनिर अझै 1-1.5 घन्टा बस्छु होला सायद होइन। अनि मान्छेहरू चाहिँ अहिले अलमोस्ट गइसकेको छ। अघि चाहिँ ट्याप्पै थियो यहाँ मान्छेहरू फोटोहरू खिचिरहेको थियो होइन भिडियोहरू बनाइरहेको थियो। अनि माथि माथि चाहिँ छ होइन साइडले बसिरहेको छु म चाहिँ। अब हेरौँ टाइम पनि निकै बित्दैछ होइन। बेलुकाको सनसेट कस्तो निक्लिँदो रहेछ भनेर पर्खेको। अब अझै 1 घन्टा जस्तो बस्नुपर्छ होला 1 घन्टा 30-40 मिनट्स त वेट गर्नुपर्छ होला। अहिले चाहिँ त्यहाँ मात्रै पुग्दैछ भर्खर हो त्यहाँ मुनि पुग्नुपर्छ होइन। सो हेरौँ बेलुकाको सनसेट कस्तो निक्लिँदो रहेछ गाइस। अहिले पनि स्टिल पर्खिरहेको छ है म चाहिँ। अब चाहिँ अलमोस्ट होइन होइन रेट हुँदैछ डाँडामा पुग्नु हालेको छ अब चाहिँ होइन। हेरौँ बेलुकाको सनसेट चाहिँ कस्तो देख्दो रहेछ। अहिले चाहिँ एकदम अघिदेखि अब त 2 घन्टा हुन आँटिसक्यो पर्खे मान्छेहरू आउने आइरहेछ जानेहरू गइरहेछ होइन फोटोहरू क्लिक गरिरहेछ। सो भ्यू पोइन्ट चाहिँ मजाले इन्जोय गरिरहेको छ। दामी देख्दैछ नि यहाँ देख्यो पनि गाइस। यहाँ त लोद्रे साइड भयो होइन यता लोद्रे साइड भयो पेली ठाउँ गम्लिङ ठाउँ भुर झुप्रे होइन समथिङ ठाउँ। सो रेट हुँदैछ होइन देख्यो अब चाहिँ बिसाइ नै। सो गाइस ल गाइस अब चाहिँ अलमोस्ट गाइस यु क्यान सी रेट हुँदैछ मुनि जाँदैछ। अब एकछिन 30 मिनट्स 20-30 मिनट्स बसेपछि चाहिँ निक्लिन्छ होला हुन्छ होला। अहिले मुनि पुगेपछि झनै रेट हुन्छ होइन। अहिले चाहिँ एकदम खाली नो वान इज हियर होइन। म एलाउन छु अहिले चाहिँ होइन एक्लै रमाइलो भइरहेछ एक्लै त झन् मस्तो मजा आइरहेछ क्या आफ्नो पाराले क्या जे गर्ने होइन आफ्नो पाराले यहाँनिर क्या होइन। भिडियो कस्तो बनाउने कस्तो बोल्ने के गर्ने होइन कसैलाई डिस्टर्ब हुन्छ भने पनि छैन सरम लाग्छ भने पनि छैन। सरम त मलाई यति लाग्दैन मान्छेहरूको छेउमा होइन बोल्नु तर पनि एक्लै भएपछि चाहिँ अलिकति नेक्स्ट लेभल भइहाल्छ नि होइन के अरे कन्फिडेन्टमा चाहिँ। त्यही भएर चाहिँ अहिले चाहिँ एकदम यस्तो घुम्दै फिर्दै एक्लै सो दामी भइरहेछ मुनिको होइन भ्यू पोइन्ट। सो मुनिको पनि दामी रमाइलो देखिरहेछ बेलुकाको भएपछि अलिक क्लियर देख्दैछ होइन। सो होइन दामी भइरहेछ आज चाहिँ रमाइलो मजा भयो बेलुका इभिनिङ टाइममा राइडमा निक्लेको एउटा सर्ट भ्लग पनि बनाउँदै होइन। यहाँ हावाताल भयो हावाताल होइन यत्रो बेलासम्म वेट गरेर नि त्यहाँबाट अब त कुहिरोले पो छेलतिर आएको त यतिखेर चाहिँ पुरा रेट हुन्छ नि त हो। अब डाँडा एकछिन त डाँडातिर डुब्छ जस्तो हो टक्कै कुहिरोहरू आएर कुहिरोले छेलतिर हेरेन बोरिङ भयो यार यत्रो बेलाबाट पर्खेर चाहिँ बेलुकाको सनसेट हेरिदिनु पऱ्यो होइन। एउटा दुइटा रिल्सहरू बनाएर एउटा दुइटा फोटो खिच्नु पऱ्यो भनेको त छैन। मुला साग कुहिरो होइन ड्याम्मै कुहिरोले छेलिदिरहेको काम त हो। अब एक्लै छ यहाँनिर चाहिँ भालु जस्तो सो तर मजा आइरहेछ होइन मजाले हेर्नु। एक दिन चाहिँ म बेलुका आएर यहाँ बस्नु पऱ्यो यहीँनिर क्या टेन्टहरू लगाएर होइन। यहाँ जग्गा मजाको रहेछ होइन। सो यहाँनिर ल्याएर होइन अलिकति के हो के नि यतै बनाएर खाएर होइन। सो रातिको भ्यू यस्तो दामी देख्छ कि एयरपोर्ट त क्या दामी देख्छ राति त्यही गाडीहरू यहाँ चाहिँ एयरपोर्टमा चाहिँ दिन रात 24 आवर्स काम गर्छ नि त। सो दिनमा भन्दा बेलुका चाहिँ यस्तो दामी देख्छ कि किनभने पुरा गाडीहरू हिँड्छ क्या गाडीहरू हिँडेर लाइटहरू पुरा हुन्छ गाडीको लाइट भयो फाल्टु लगाएको लाइटहरूले गर्दा यस्तो दामी देख्छ होइन। यताको पनि दामी देख्छ यताको पनि दामी देख्छ राति चाहिँ होइन भ्यू। यताको त झन्डै दामी बसेको छैन सनसेट त हो यत्तिको रेट हुने टाइममा चाहिँ होइन कुहिरोले छेलिदिएर। अब हेर्छु यहाँ एकछिन बस्छु 5-10 मिनट्स बसेर होइन उक्रियो भने उक्रेन भने चाहिँ फर्केर म घर जान्छु। सो बेसी बसेर पनि फाइदा छैन जाडो हुँदैछ यहाँ हेर्न यस्तो लगाएर आएको सर्दीले 3-4 दिन भयो 3-4 दिन होइन 1 हप्ता हुन आँटिसक्यो कस्तो साह्रो परेर झन् 2 दिन 3 दिन जस्तो भयो मलाई एकदमै साह्रो पाएर सर्दीले होइन। बेलुका रातिर त ज्वरो आउने जस्तो पनि भइरहेछ नाइट ड्युटी छ त्यही भएर चाहिँ दबाईहरू त खानु त खाइरहेको छु तातो पानीहरू खाइरहेको छु तर पनि जाति भएको छ अहिले त सिजनै हुनु त सर्दीहरू लाग्ने तर पनि यो सर्दीले गर्दा बाद ज्वरो सरो चाहिँ नआओस् होइन। सो सर्दी मात्रै लाग्यो नि त केही छैन सर्दी चाहिँ एकदम बढिरहेछ अहिले पनि जाति हुन्छ होला चाहिँ दबाईहरू त खाँदैछु खानु त तातो पानी दबाईहरू त के हुन्छ अब हेरौँ। ओके गाइस अब चाहिँ फर्केर चाहिँ हिँडेको यहाँबाट होइन। अनि यहाँनिर 4-5 जना आन्टीहरू पनि आइसक्यो उनीहरूले सँगै जाउँ भन्दा नि त निकै राति हुँदैछ राति भइसकेको छ नि त। अनि मेरो चाहिँ यो सुपर नाइटमा लगाएर चाहिँ क्यामेरा अलिकति उज्यालो देखेको नभए चाहिँ एकदमै अँध्यारो भइसकेको छ। सो सनसेट हेर्नु आएको नि यी पार भइहाल्यो होइन। सो हुने टाइममा चाहिँ
कतै कुहिरोहरूले ढाकिदिएर चाहिँ सनसेटहरू कहाँ भाग्यो हो। सो एकदमै बोरिङ भयो, सनसेट पनि हेर्नु पाएन। अब समयले साथ दियो भने चाहिँ फेरि अर्को पालि आउँछु सनसेट हेर्नुको लागि होइन। अनि यसरी यो पालि चाहिँ भएन, सनसेट हुने टाइममा चाहिँ कुहिरोले आएर छेल्दै चाहिँ खत्तम भयो है। सो यो त मुनि होइन दामी देख्छ है। तपाईँहरू यहाँ कहिले आएको छैन भने चाहिँ गेलेफु तपाईँहरू फर्स्ट टाइम आएको छ र भ्यू पनि हेर्ने भने चाहिँ एकदम जिएमसी गेलेफुको चाहिँ नजिक, अन्त भ्यू पनि गेलेफु एयरपोर्ट इन्टरनेसनल एयरपोर्ट माथिको जिएमसीहरू चाहिँ राम्रोसँग देख्ने। अन्त आउनु पनि तपाईँहरूलाई एकदम नजिक चाहिँ यहीँनिर हो। सिधै आउँदाखेरि चाहिँ माथि त्यो जुन चाहिँ कहाँ भन्दाखेरि चाहिँ त्यो जरवा इदीको चाहिँ टपमा हो यो भ्यू पोइन्ट चाहिँ। तपाईँ आयो भने भिजिट गर्नु होला एकचोटि, कस्तो रहेछ होइन। फर्स्ट टाइम गेलेफु आएर चाहिँ यो भ्यू पोइन्टमा आएको छैन भने चाहिँ सो एकदमै दामी रहेछ। बाँकी त मलाई राम्रै लाग्यो होइन। सो अलिकति आजको दिन चाहिँ मौसम अलिकति खराब भएर के अरे कुहिरो भयो नि त, अलिकति क्लाउडी टाइपमा, किनभने मौसम चाहिँ अस्ति चाहिँ अलिअलि बिग्रिरहेको छ नि त, त्यही भएर चाहिँ राम्रो भएन क्या। अन्त त्यो भएर चाहिँ बोरिङ भयो। सो गाइस थ्याङ्क यू सो मच फर वाचिङ। यो भ्लग चाहिँ म यतिमा एन्ड गर्छु। सो बाई बाई गाइस, सी यु अन द नेक्स्ट भ्लग।